हेलो एभ्रिवान, नमस्ते छ्याचलो सबैजनालाई। आज चाहिँ हामी कता जाँदैछौँ त दिदी बहिनी हेर्नुहोस् है। साथीहरू, नवलपरासी जिल्ला सुस्ता पश्चिमको एकदमै लामो झलुङ्गी पुल हेर्नको लागि चाहिँ हामी दुईटा दिदी बहिनी र साथमा 3 जना साथीहरू पनि छ। अनि हामी 5 जना भएर चाहिँ आज उतै त्रिवेणी हुँदै सुस्ता पश्चिम जाँदैछौँ हेर्नु होला है। साथीहरू, हामी सबै आमाहरूलाई चाहिँ बिहान चाहिँ एकदमै निस्किन गाह्रो हुन्छ घरदेखि, चाहे घुम्न होस् चाहे कामको लागि होस्। खानापिना खायो ओरी बच्चालाई यताउता हेरेर चाहिँ दिनमा थोरै फुर्सद हुन्छ। त्यही भएर साथीहरू, आज चाहिँ मैले आफ्नो लागि थोरै समय लिएकै छु। मैले चाहिँ बाबुलाई सँगै ल्याउने भनेको थिएँ घुम्न जाँदाखेरि, तर हामीले बिहानको कामहरू धन्दा सबै सकेर हिँड्दाखेरि चाहिँ 12:15 बजे भएको थियो। मध्यम दिनमा चाहिँ बाबुले नलगौँ भनेर चाहिँ मामुको कुरा भयो। साथीहरू, यताउति जाने बेलामा चाहिँ कपाल छोडेर हिँड्दाखेरि चाहिँ मलाई अति नै असजिलो महसुस हुन्छ, किनभने मेरो बानी पनि नपरेर होला। म चाहिँ हिँड्ने बेलामा नुहाइधुवाइ गरेको थिएँ अनि कपाल चिसो भएर मैले चाहिँ यसरी छोडेको हो। यो भिडियो चाहिँ मैले बरुवातिर खिचेको छु। बरुवाबाट चाहिँ हामी त्रिवेणी साइड लागिसकेको छौँ। दुर्गा माताको मूर्तिहरू धेरै लैजाँदै हुनुहुँदो रहेछ। 2 टिमलाई मैले देखिसकेँ। यसो यताउति खिच्दै मुख छोपेर हिँड्न लागेको छु म चाहिँ। घाम चाहिँ अति नै चर्को थियो साथीहरू, मध्यम दिन थियो नि त। स्कुटीमा हिँड्दाखेरि चाहिँ हावा आउने, शीतल हुने, तर घामले कति पोलेछ, कति असर गरिरहेको छ भन्ने कुरा चाहिँ हामीले अनुमान गर्न नसक्ने। हामी चाहिँ यतिखेर त्रिवेणी आइसकेको छौँ साथीहरू। पहिलाको बेलगाडा देखेर एकदमै खुसी लागेर मैले भिडियो गरिदिएको थिएँ। साथीहरू, त्रिवेणीसम्मको बाटो चाहिँ हामीलाई एकदमै राम्रोसँग याद थियो। सुस्ताको पोलमा जाने बाटो चाहिँ हामीलाई थाहा नभएर हामी चाहिँ सोध्दै गएको छौँ। दिनको घामले गर्दा होला सबैजना चौपारीमा बाटोमा हावा खाँदै शीतलमा बस्दै हुनुहुन्थ्यो। बाटोहरू चाहिँ एकदमै राम्रो छ साथीहरू। यहाँसम्म चाहिँ यो चाहिँ चिनी मिल रहेछ, मलाई चाहिँ थाहा थिएन। मैले चाहिँ मेरो बहिनीलाई सोधेको थिएँ। त्रिवेणी चाहिँ म धेरैचोटि आइसकेको छु साथीहरू। सुस्ताको पुल चाहिँ मेरो फर्स्ट चोटि हो। एकदमै एक्साइटेड छु, हेरौँ कस्तो हुन्छ है त। यतातिर चाहिँ मुख्य पेसा भनेको उखु बारी रहेछ। उखु चाहिँ जता हेर्दा नि उखु नै उखु थियो साथीहरू। उखु बेसार केराघारी मैले चाहिँ यता धेरै यी खेतीको रूपमा चाहिँ उखुलाई भेटेँ। हामी चाहिँ पछि साथीहरू चाहिँ अघि थियो। साथीहरूले चाहिँ अचानक स्कुटी रोक्यो अनि साथीहरूको चाहिँ पेट्रोल सकेको रहेछ। अनि हामी चाहिँ यो दोकानमा पेट्रोल किन्न पस्यौँ। यहाँ चाहिँ विष्णु भगवानको मन्दिर पनि रहेछ सानो। मैले चाहिँ एउटा फोटो भिडियो पनि बनाएँ त। यो ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा भएन। यहाँबाट चाहिँ हामी यही बाटो हुँदै अघि जानेवाला छौँ। एकान्तमा रहेछ एउटा पसल। सबै साथी भएर चाहिँ एकैछिन आराम पनि गऱ्यौँ, पानी खायौँ, त्यसपछि फेरि हाम्रो यात्रालाई अघि बढायौँ। अनि मैले सानो भिडियो लिएँ यहाँ पनि। मलाई चाहिँ यताउति भिडियोहरू एकदमै खिच्न मनपर्छ। मेरो साथीहरूलाई चाहिँ भिडियोमा आउनु मन पर्दैन, फोटोहरू खिचेको मन पर्दैन। जस्ट उहाँहरू चाहिँ घुम्ने हेर्ने मात्रै हो मेरो साथीहरू। त्यही भएर पनि मैले साथीहरूलाई देखाएको छैन साथीहरू। जस्ट मैले आफू बोल्ने र आफू खिचेको मात्रै छु। वरपरको भ्यूहरू हजुरहरूलाई देखाएको छु। अब चाहिँ हामी लगभग नजिक आइपुगेको छौँ साथीहरू। अहिले चाहिँ यहाँबाट थोरै पुलहरू देखिन लागेको छ। क्यामेरामा चाहिँ देखिएको छैन। अब म वहीँ गएर देखाउँछु है त। हेलो एभ्रिवान, नमस्ते छ्याचलो सबैजनालाई। आज चाहिँ हामी त्रिवेणी आएको छौँ, सुस्ता पश्चिम, नवलपरासी सुस्ता पश्चिम। यहाँ चाहिँ ड्याङ्ग ठोकिँदै घन्टाको लागि क्यामेरा लिँदाखेरि साथीहरू, हामी चाहिँ आज नेपालकै दोस्रो लामो झलुङ्गी पुलमा आएको छौँ। बहिनी र म एउटा स्कुटरमा, अनि एउटा बहिनी मेरो 2 जना साथी भएर चाहिँ अर्को अगाडि पुगिसक्नु भएको छ। यस्तो रमाइलो लागिरहेको छ साथीहरू। हाम्रो नवलपरासी जिल्लामा पनि नेपालकै दोस्रो लामो पुल अहिलेसम्म बनेदेखि चाहिँ हेर्न आएको थिएन। आज चाहिँ मौका जोड्यो भनौँ। अनि यस्तो दामी छ नि साथीहरू यतातिरको भ्यूहरू। अनि हजुरहरूलाई धेरै कुराहरू देखाउनु छ, तर आइपुग्न लागेको छु। मैले चाहिँ भर्खर स्टार्ट गरेँ। घरदेखि चाहिँ कन्टिन्यू गर्न पाइनँ, थोरै क्याप्चरहरू दिएको थिएँ। अनि हजुरहरूलाई वहीँ पुगेपछि देखाउँछु है त। साथीहरू, अहिलेसम्म चाहिँ बाटो एकदमै राम्रो थियो भने 20-25 मिनट ओल्तिरको बाटो चाहिँ यस्तो छ। रोलर लगाइसकेको तर राम्रोसँग पिच भएको चाहिँ रहेनछ र थोरै बाटो चाहिँ रोलर पनि लाउन बाँकी रहेको बाटो छ। हेर्नु साथीहरू, बाटो चाहिँ एकदमै डेन्जर छ। हजुर आउँदा चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ। हजुरहरू देख्न सक्नुहुन्छ साथीहरू, अहिलेसम्म चाहिँ बाटो राम्रो थियो। त्यहाँ उताबाट चाहिँ सबै रोलर लगाइसक्नु भएको रहेछ भने यहाँदेखि चाहिँ अझै धेरै काम बाँकी छ। अब माइक ननिकालिकन बोल्न लागेको रहेछ।
यहाँदेखि चाहिँ थोरै यस्तो रहेछ साथीहरू बाटो, रोलर लाउनु भएको रहेनछ। उतासम्म चाहिँ राम्रो थियो, अनि अलिकति चाहिँ रोलर लाउनु भएको रहेछ। यहाँदेखि चाहिँ यस्तो ढुङ्गा भन्छ। कस्तो लागिरहेको छ आज? रमाइलो छ, हिँड्न पर्यो थोरै। ल हामी चाहिँ फाइनली आइपुग्यौँ लङ पुलमा। लु आराम गरौँ एकछिन। थकासँग मार्नु पर्दैन हिँड। बिगाडी पेट्रोल खर्च गरे आउँछ त्यतातिर कति राम्रो थियो नि, त्यता नजिक पनि थियो। ल सुस्ता पश्चिमको लामो पुलमा आइपुग्यौँ। यो सानो उकालो चढ्दैन थकेलाई मलाई चाहिँ। वहाँ पुगिसक्यो साथीहरू सबै। हामी चाहिँ ठ्याक्कै एक हेर न, हामी चाहिँ ठ्याक्कै 1 बजे पुलमा हिँडेको 2-3 मिनट भयो होला। यस्तो राम्रो देखिँदो रहेछ माथि पुलबाट चाहिँ। तल सबै ओखु घारी के ओखु घारी। 2 जना बहिनी र साथी चाहिँ यता आउँदै हुनुहुन्छ। हामीले युट्युब च्यानलमा आउँछौँ। बाइक जाँदै यो बाइक कस्तो दामी। त्यहाँबाट भन्दा नि यहाँ बेसी बल्ल रमाइलो लाग्यो मलाई त खोला देखेपछि। जय गङ्गा माता। यो ढुङ्गा यति ठुलो नदीमा कता पुग्न लानु भएको होला। मेरो बहिनी चाहिँ उता छेउमा बसिरहेको छ, मलाई कुरेर बसिरहेको छ। साथीहरू यो चाहिँ नेपाल र भारतको सिमानामा पर्दछ। यो पुल हेर्नको लागि चाहिँ नेपाली मात्रै नभई भारतीय पर्यटकहरूको पनि त्यति नै भिड हुन्छ साथीहरू। अनि अहिले दिनमा आएको छौँ, दिनमा पनि त्यत्तिकै भिड छ। हामी पुलमा हिँड्दाखेरि चाहिँ हामीसँगै हिँड्नुभएको दिदी बहिनीहरू चाहिँ पुल कटेर पनि फर्किन लागिसक्नुभयो होला। हामी पनि जाएको त्यही छौँ, किनकि हाम्रो साथीहरू चाहिँ पुलमा चढ्न एकदमै डराउने रहेछ। त्यही भएर चाहिँ उता नजिकैबाट फर्किसकेको छ। म र बहिनी चाहिँ थोरै अगाडिसम्म आएको छु, तर हामी चाहिँ बिचसम्म पनि आएको छैन। त्यो पुल चाहिँ एकदमै लामो भएको कारणले गर्दा हामी पनि यहीँबाट नै फर्किने निर्णय गरेँ। अनि बहिनी र म चाहिँ एउटा-दुईटा फोटो खिच्न लागेको। अनि ढिलो भयो जाम भनेर बहिनी चाहिँ बेसी नै आत्तिएको छ। मैले चाहिँ यति लामो बाटो आइसकेँ, एकैछिन राम्रोसँग त हेरौँ भनेर एकैछिन बहिनीलाई मोबाइलसम्म दिएको। बहिनीले चाहिँ यसो भिडियोहरू गराइदिरहेको थियो। अनि हामी चाहिँ यहाँ एकैछिन पनि नबसिकन चाहिँ हामी फेरि फर्किन लाग्यौँ। फाइनली साथीहरू म र बहिनी चाहिँ बिस्तारै फर्किँदैछौँ। अनि हेर्नु न साथीहरू कति भिड हो कि यति घाममा पनि। हामी चाहिँ हेर्नु न आउने बेलामा पनि 12:15 बजे आए, 1 बजे आइपुग्यो हामी चाहिँ यहाँ। अनि 1 बजेको घाममा मस्त घुमिरहेको छौँ। लगभग 15-20 मिनट जति हामी पुलमा भुल्यौँ। अनि त्यसपछि चाहिँ बेसी नै घाम भएर चाहिँ हामी सबै फेरि एक ठाउँमै भेला भयो। घामले मर्न लाग्यो, त्यति टाढा यस्तो गाह्रो बाटोमा आयो, तर घामले पोल्ने नि हिँड्नै नसक्ने। हेलो साथीहरू, हामी चाहिँ सुस्ताको लामो पुल घुमेर पनि यहाँ आराम गर्दैछौँ। अनि साथीहरू यो आउने बाटो, यो लङ पुलमा आउने बाटो चाहिँ एकदम खराब छ। आउँदै हुनुहुन्छ भने सचेत हुनुलाई। हामी चाहिँ बल्ल तल आयौँ अनि पुल पनि घुम्यौँ, राम्रो रहेछ। पुरा चाहिँ घुम्न सकेनौँ, आधासम्म पुगेर फर्क्यौँ। अब घर जान्छौँ, राम्रो बाटोको लागि खोजी गर्दै यहाँ सोधपुछ गर्दै हम।
ल साथीहरू अब चाहिँ हामी घरतर्फ आउँदैछौँ। अघिको बाटो चाहिँ पुरा खराब थियो अनि त्यहीबाट हामी चाहिँ यता प्रतापपुर अनि सिमरी गोपीगञ्ज हुँदै आउने बाटोहरू सोध्दै यो बाटो आएको छौँ। यो बाटो नै त्यति राम्रो त होइन, तर त्यो बाटोभन्दा चाहिँ तैबिसिक थियो, त्यही भएर हामी चाहिँ यो बाटो आउने निर्णय गऱ्यौँ। हेर्नु होला बाटो चाहिँ यस्तै छ साथी। थोरै अगाडि गएपछि चाहिँ यति राम्रो बाटो आयो साथीहरू, हेर्नु न। बिचमा हामीले एकजना बाजेहरूलाई सोधेको थियो, उहाँ बाजेहरूले चाहिँ यताको साइडबाट गयो भने एकदमै राम्रो बाटो आउँछ भनेर भन्नुभएको थियो। साँच्चै नै यताको बाटो चाहिँ एकदमै राम्रो लाग्यो, एकदमै हावामै उडे जस्तो हुने कि। यतातिर चाहिँ बदाम खेती एकदमै गर्नु हुँदो रहेछ। हामी त ट्वाल्ल भऱ्यौँ कि यति धेरै बदाम। हाम्रो घरतिर चाहिँ भैयाहरूले ल्याउँदाखेरि थोरै थोरै छटाक खाने बानी, यहाँ त ट्र्याक्टर अनि यति धेरै माथि छँदैभरि हेर्नु न साथीहरू। अनि बाटोभरि यसरी सुकाउनु भएको, यो देखेर त हामी त्यति खुसी भएर दुईजनाले एक केजी ल्यायौँ है। साथीहरू बदाम पनि खाइयो, बदाम पनि किनियो। हेर्नु न, जता हेरे बदामै बदाम हो। यो सब यतातिर चाहिँ धेरै बदाम खेती हुँदो रहेछ। यो सब बदाम हो साथीहरू, बदाम ममफुली वहाँ छ तिनीहरू। साथीहरू अहिले चाहिँ हामी यहाँ प्रतापपुरमा छौँ। प्रतापपुर गाउँपालिकाको वडा कार्यालय भन्छौँ न, नगरपालिका न, गाउँपालिकाको प्रतापपुर गाउँपालिकाको कार्यालय थोरै अगाडि पेट्रोल पम्प अगाडि छौँ। यहाँ चाहिँ धेरै बाटोहरू चाहिँ अलि खराब रहेछ, धेरै धुलो धुवाँ भएको कारणले मैले चाहिँ सल ओढेर हिँडेको छु। अहिले चाहिँ हामी प्रतापपुरमा छु है त। यहाँ चाहिँ साथीहरू पेट्रोल हाल्न जाँदैछ बहिनीहरू। हामी चाहिँ निस्क्यौँ साथीहरू, अनि थोरै अगाडि गएर चाहिँ एकैछिन हामी त्यही बाटोमा उभियौँ। एकदमै थकाइ लागे जस्तो भयो, अनि त्यही बसेर कपाल पनि सलाङसलुङ मिलाइहालेँ मैले चाहिँ। हेलो साथीहरू, हामी चाहिँ सिमरी बजार आएको छौँ आज। सिमरी बजार पश्चिम हामी चाहिँ सिमरी आइपुगेपछि सिमरी बजार नघुम्ने त कुरै भएन है। आज शुक्रबार आउँदा तस चाहिँ बाटैमा सिमरी बजारमा पसेर एकैछिन नास्ता गर्न आएको छौँ। एक बहिनी टक्क बसिरहेको छ। सिमरी बजार कति रे रौँलाई 280 रे। होइन साथीहरू, सिङखडा। अब चाहिँ हामी घर जाने कुरो हुन्छ अब साथीहरू हामी चाहिँ अब गोपीगञ्ज हुँदै जिम्रीभाट जाँदैछौँ। जिम्रीभाटदेखि चाहिँ हाम्रो घर नजिकै पर्छ, सिमसार जाँदैछौँ। सिमसार चाहिँ धेरै टाढो होइन, हाम्रै बर्दघाटमा पर्दछ। अनि सिमसार चाहिँ साथीहरूले देखेको थिएन। हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँ बर्दघाट हुँदै सिमसार आइपुगेका छौँ। भुतादेखि भित्र बहिनी र म चाहिँ यहाँ बस्दै छौँ। अब सबैजना उता घुम्न जाने रे। मलाई चाहिँ हिँड्नु मन लागेको छैन, म चाहिँ यहीँबाट हेरेँ। यस्तो छ साथीहरू, अगाडि चाहिँ ऊ बिचमा पुग्ने रे पुलतिर, तर म चाहिँ जाँदिनँ, यत्तिकै बस्छु, यहीँबाट हेर्छु। म चाहिँ यहाँ गेट छेउमै छु, यो गेट हो। म चाहिँ यहीँ बस्छु। अनि साथीहरू उता घुमेर आएपछि चाहिँ सँगै जान्छु। जाने बहिनी जाने हो। हामी त्रिवेणी घुमेर हो कि यस्तो भएको त। म चाहिँ त्यहाँ बसिरहेको थिएँ साथीहरू। अब चाहिँ जाने रे गेट यता। साँझ भएपछि चाहिँ यता अलि भिड भएको जस्तो मैले ठाने है। अघिसम्म कोही थिएन, साँझ आउँदाखेरि चाहिँ हुँदै गयो, त्यति नै मान्छेहरू आउँदै गएको छ। त्यो चाहिँ कमलको फुलहरू चाहिँ उता साइडतिर रहेछ, यतातिर चाहिँ नरहेछ। जाँदिनँ भनेको यहाँ बोलाएको बोलाइ। साथीहरू हामी चाहिँ सिमसार घुमेर अब घरतिर लाग्दैछौँ। अहिले ठ्याक्कै 4:15 भयो। अनि हामी चाहिँ उता गएनौँ, यही गेटबाट हेऱ्यौँ अनि घरतिर जान लाग्यो। साँझ पनि भइसक्यो, 4 बज्यो। ल अब हामी घरतर्फ लाग्छौँ है।
गाइस लाग्यौँ हामी चाहिँ यस्तो मिठो क्या साथीहरू आजको हाम्रो घुमघाम चाहिँ यति नै थियो। आज चाहिँ हामी धेरै पछि साथीहरू चाहिँ जम्मा भएर यसरी घुमेको थियौँ। सानो सम्झनाको लागि मैले यो भिडियो बनाएको थिएँ। हजुरहरूलाई कस्तो लाग्यो सबैजनाले धेरै मन पराइदिनु हुनेछ भन्ने आशा गर्दै आजको भिडियो चाहिँ यहीँसम्म थियो। साथीहरू भिडियो मन परे लाइक शेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच एभ्रिवान।